सो हेलो एन्ड नमस्ते सबैजनालाई, होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यता सन्चै छु। अनि जस आफ्टर लङ टाइम होइन, लङ टाइम भन्नाले त्यस्तै अब लगभग एक हप्तापछि म फेरि आएँ होइन। योभन्दा अगाडि मैले तपाईँको के भने चोबार हुन्छ नि, नर्मली अब मैले फेरि भ्लग स्टार्ट गरेँ हो नि त होइन। अनि त्यो चोबारको भ्लग हालेको थिएँ नि। अनि चोबारको त्यो जुन चाहिँ एनएस एक बोटार्दा गायब भयो भनेर चाहिँ त्यो चाहिँ मैले चलाएको हो। अनि मेरो भाइकोले चाहिँ भिडियो गरेको क्या त्यो चाहिँ होइन। त्यो एप चाहिँ जुन चाहिँ थियो त्यो चाहिँ मेरो भाइको हो। अनि एनएस चाहिँ मैले चलाइरहेको थिएँ। त्यो चाहिँ दामी थियो। मैले सोचेको थिएन त्यस्तो भ्युज आउँछ भनेर। जस 1.4K चाहिँ भ्युज आएको थियो है। जस खुसी लाग्यो त्यति भ्युज आयो भने। मैले सोचेको थिएन नि त त्यति भ्युज आउँछ भनेर। अनि आज पनि एउटा नयाँ भ्लग आउँदै हाल्छु भनेर चाहिँ म उठिसकेको छु होइन। अब हेरौँ, हिजो चाहिँ एउटा प्लान गरेर चाहिँ त्यहाँ जाने भनेर। अब त्यहीँ पुगेपछि चाहिँ म तपाईँहरूलाई भन्छु होइन। जस अहिलेको लागि चाहिँ म उठिसकेको छु। अनि अब यहाँबाट चाहिँ म रेडी सेडी भएर टक्क लगाएर अनि निस्किन्छु है त। हेर्दै गर्नुलाई स्टे ट्युन। सो म चाहिँ निस्किँला है। अनि टक्क म निस्किँला थिएँ। अनि दिदीले टक्क आँप खान्छ अरे। यस बिहान बिहान सुरुवात आँपबाट हुँदैछ होइन। कस्तो त्यो नेपाली वर्डहरू नै बोल्न कस्तो अप्ठ्यारो लाग्ने क्या त्यो भिडियोमा आएपछि चाहिँ होइन। यस तर आजकल त आँप पनि त सुई हानेर के हानेर लिएर आउँछ भनेर जस्तो लाग्यो है। के हो थाहा छैन, खान पाए पुगिहाल्यो सबैलाई। सो टक्कलाई म चाहिँ निस्किसकेँ होइन। मेरो बाइक चाहिँ यतानिर हुन्थ्यो, अहिले चाहिँ यतानिर रह्यो। यतानिर पहिला अरे हिजो राति त्यहाँ एउटा स्कुटर थियो, त्यो भएर यतानिर रहेको थिएँ टक्क माई बेस्ट होइन। यो अब मैले त्यो के अरे बाइक किनेदेखि त्यसको लागि उठ्ने छैन नि त। त्यही भएर मैले चाहिँ यस्तो नर्मल युज गरिरहेको छु बाइक छोप्नलाई। जस पानी सानी परे बेला ठिक्क हुन्छ होइन। पानी सानी परे बेला अब टक्क मेरो हेलमेट पनि दामी छ नि, यताखेरि सेक्सी छ नि हेलमेट। फर्स्ट स्यालेरी सबै हालेर किनेको थिएँ। जस राम्रै छ। अब एकचोटि स्टार्ट गरी हेरौँ होइन। स्टार्ट गरेर हेरौँ टक्क होइन। स्टार्ट गरेर धेरै पनि कुदेको छैन होइन, धेरै पनि कुदेको छैन कि यहाँ चाहिँ 4300 बल्ल 400 पुग्न लाग्यो क्या। जस एकछिन कोल स्टार्ट गरौँ होइन। यसरी टक्क याद थिच्यो भने त टक्क बाइकको साउन्ड आइहाल्छ राम्रै होइन। यताबाट यो साउन्ड दामी है साउन्ड चाहिँ। यो स्टार्ट गर्ने बेला कहिले पनि बताउनु हुन्न भन्छ है। आज चाहिँ मैले बताएको छु तपाईँहरूलाई। अब जाउँ होइन। अनि उता गएर भेट्छ है त म। अब हामी चाहिँ पुगिसकेको जियोस् होइन। यतानिर जियोस् भने जस्तै जुन चाहिँ टिकटकमा देखाएको थियो त्यस्तै सेम डिटु त्यही छ क्या। अब जस्तै यो खाली हेर्नु नि, यहाँ गार्डनहरू टक्क खाली छ है, सुनसान छ। पसलहरू पनि एक दुईवटा छ। अब हामी भर्खरै पुगेको, बाइक पनि यतै छ, बाइक पनि तात्तिरहेको छ होइन। बाइक पनि तात्तिरहेको छ। अनि यताबाट अब हामी उता तल जान्छौँ। अनि तल गएर कस्तो छ हेरौँ होइन। सो हामी चाहिँ एकछिन तल
घुमेर आउँ के कस्तो छ हेरौँ होइन। अनि त्यसपछि यहाँ आएर चटपटे खाने। अङ्कलले चाहिँ भर्खरै खोल्दै हुनुहुँदो रहेछ अनि सामानहरू निकाल्दै हुनुहुन्छ त्यहाँ। अनि अब यहाँबाट फर्स्टमा तल जाउँ अनि त्यही तल गएर भेटौँ है त। बाई बाई। सो हामी चाहिँ यता एकछिन बस्न लाग्यो होइन। अब यतानिर मैले चाहिँ यो मिलाइरहेको छु अनि अब एकछिन यहाँ चिप्स के छ मैले के लिएर आइरहेको थिएँ क्या यहाँ। चिप्सहरू यो चिप्स भयो होइन, यो चिप्स भयो, कुरकुरे अनि अर्को यता जुस होइन। एकछिन है म निकाल्दैछु। ए कहाँ गयो खै, कहाँ गयो? यो पानीको बोतल अनि यो चाहिँ क्यापिबारा है, टक्क एकजनाको क्यापिबारा छ। अनि अर्को खोइ त कन यता तल लुकिँदा रहेछ त्यो चाहिँ चक्लेट कोक होइन। अनि यतानिर जस्ट नर्मल ड्राई पिकनिक भनौँ न, नर्मल खालि ड्राई पिकनिक गरिरहेको छौँ हामी चाहिँ। अनि जस यता चाहिँ भ्यू चाहिँ हेर्नु न, भ्यू यस्तो दामी छ क्या भ्यू चाहिँ। यो चाहिँ मैले टिकटकमा देखेको हो, त्यो केटाले भनिरहेको थियो क्या जस नजिक छ भनेर होइन। अनि जस हेरौँ भनेर हामी चाहिँ ठ्याक्क फ्री थियौँ अनि बिहान आइदियौँ। अनि यतानिर अगाडि चाहिँ टक्क यता सिकाली मन्दिर छ। अहिले पछि भिजिट हान्नुपर्छ, फर्स्टमा खाजा खाउँ, गर्मी भइरहेको छ नि त एकदमै। अनि म हजुरहरूलाई भन्दै गर्छु के भइरहेछ होइन। अनि एउटा राम्रो कुरा भने यता चाहिँ टक्क खोला छ क्या। अब यो खोला फोहोर छ सफा छ चाहिँ थाहा छैन, जस यहाँबाट चाहिँ देख्न चाहिँ कालै देखिरहेछ है, खोला कालै देखिरहेछ। अनि मेरो फोनको चाहिँ 20x जुम हो, तर 20x जुम गऱ्यो भने चाहिँ अलिक ब्लरै आउँछ भनौँ न। जस रमाइलो छ। हामी चाहिँ यतानिर साइडमा टक्क फुलसुल भएको ठाउँमा टक्क बसिरहेछौँ। अनि मान्छेहरू धेरै हुनुहुन्छ, यतानिर आन्टीहरू हुनुहुन्छ, यतानिर मान्छेहरू हुनुहुन्छ होइन। उता माथि मैले बाइक राख्ने ठाउँमा पनि धेरै बाइकहरू थियो कि, धेरै नै बाइकहरू थियो होइन। अब हामी यहाँ बस्छौँ, खाजा खान्छौँ अनि फेरि भ्लगमा म कन्टिन्यू गर्छु त। काहीँ जाँदाखेरि कोक नहुने भन्ने कुरै हुँदैन, त्यही भएर कोक चाहिँ कम्पलसरी जाँदा पनि लिएरै हिँडिरहेको हुन्छौँ है। मैले चाहिँ खाजा पनि खाइसकेँ होइन। अहिले चाहिँ टक्क त्यहाँबाट निस्केर यतानिर एकछिन फोटोसोटो टक्क अब थम्बनेल राख्नु परिहाल्यो नि होइन। अनि यतानिर जाने अब चाहिँ हात धुइसक्यो। अनि यो मन्दिर जाँदाखेरि कहिले पनि अब फोहोर हातले जानु भएन नि त, जुठो हातले जानु भएन। त्यही भएर चाहिँ मैले पानीसानीले सबै धुइसकेँ, सफा गरिसकेँ भनौँ। जस मलाई यो भ्यू चाहिँ यहाँ छ भनेर चाहिँ थाहा थिएन क्या। मैले टिकटकमा त यस्तो दामी थियो क्या, यस्तो राम्रो छ क्या यहाँ चाहिँ। यहाँ चाहिँ धेरै जसो मान्छेहरू चाहिँ ड्राई पिकनिक आउँछ क्या, फ्यामिली अब मन्दिर सन्दिर घुम्न। कहिलेकाहीँ स्याटरडे बन्द हुँदाखेरि, पसल बन्द हुँदाखेरि होइन, स्कुलहरू छुट्टी हुँदाखेरि टक्क यता आएर पिकनिक सिकनिक बनाउँदा हुन्छ, कपालदेखि लिएर अब साथीभाइ को हुन्छ होइन। जस चिल छ, दामी चिल छ होइन, एकदमै चिल। अनि हेर्नु यस्तो खाली ठाउँ छ नि त, काठमाडौँतिर त अलिकति खाली ठाउँ भने नि कस्तो अप्ठ्यारो हुन्छ नि त, पाउँछ कि पाउँदैन भन्ने त्यस्तो हुन्छ नि त। यहाँ चाहिँ खाली नै छ क्या। तपाईँको यहाँबाट वहाँ हेर्नु खाली छ, यहाँबाट उता तल हेर्नु खाली छ होइन। जो साथीभाइसँग आउँदाखेरि पनि केही हुँदैन, कपालसँग आउँदा पनि केही हुँदैन, फ्यामिलीसँग आउँदा पनि केही हुँदैन। राम्रो छ ठाउँ चाहिँ। अब एकछिन मन्दिर जाउँ है त। मान्छेहरूको क्राउड चाहिँ एकदमै बढ्दैछ बिस्तारै, मान्छेहरूको क्राउड चाहिँ बढ्दैछ बिस्तारै। भ्यू नै त्यस्तो दामी छ। अब उता जाने भनेको अब फेरि एकछिन यता फोटोसोटो हान्ने रे, अनि फोटोसोटो हानेपछि मात्रै अनि उता जाउँला। स्टे ट्युन हेर्दै गर्नु होला। अनि कस्तो लाग्यो पनि भन्नु होला, लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु होला होइन। कस्तो छुकिरहेको छु क्या म। अनि यो यो घामले गर्दा चाहिँ आँखामा अलिक कस्तो भइरहेछ क्या, त्यो चाहिँ मेरो आँखा झिम्क्या भइरहेछ, हेर्दै गर्नु होला। अनि भ्लग गर्दा चाहिँ कहिले पनि मेरो मुखमा स्माइल हुँदैन, किनभने मलाई आउँदैन क्या रियाक्सन दिनै। अब जे होस् हेर्दै गर्नु, अब भ्लगर चाहिँ आउँदै गर्छ है त। म चाहिँ एकछिन मन्दिर दर्शन गर्न आइरहेको छु। अब हेरौँ सिकाली भनेको चाहिँ अब कुन चाहिँ देउता भनेर खासै थाहा छैन। भित्र चाहिँ जम्किन जुत्ता खोल्नु पर्ने होला है। अब सिकाली देउताको त्यो रामसित देखाएको छैन। म चाहिँ यता मन्दिरतिर आइरहेको छु अहिले होइन। अब एकछिन भित्र जाउँ, जुत्ता खोलेर जानुपर्ने होला, जुत्ता खोलेर जाउँ त टक्क जुत्ता खोलेर जाउँ भित्र होइन। मन्दिर चाहिँ हाम्रो सिकाली देउताको मन्दिर चाहिँ यस्तो छ भित्रबाट।
बाहिरबाट भ्यू जस्तो दामी देख्छ कि अब यताको नि छुट्टै स्टोरी होला त्यो चाहिँ थाहा भएन मलाई अब त्यो थाहा भयो भने चाहिँ भन्छु फर्स्टमा चाहिँ देउतालाई ढोकौँ न होइन टक्क फर्स्टमा मन्दिरहरू ढोक्नु पर्छ नि त होइन यता बेला जे होस् अब यहाँबाट चाहिँ हामी एकछिन उता बस्छौँ टिकटक बनाउँछौँ पोस्ट हान्छौँ अनि टिकटकमा पनि हेर्नु होला है त स्टे ट्युन सो अब हामी चाहिँ निस्किन लाग्यो हामीले चाहिँ खाजासाजा पनि खाइसकेको थियो खाजा चाहिँ के भन्नु यसो काचो कुचुक यहाँ छ त्यो चाहिँ है कस्तो आथा कस्तो तातो तातो रहेछ यो खाएको थियो अब यो चाहिँ यहाँ फ्याल्नु हुँदैन यहाँ चाहिँ अलि सफाइ छ भनौँ न त्यही भएर यो घर लिएर जाने चस्मा पहिला राखौँ है कोक खाने भयो एउटा बाइक चाहिँ तपाईँहरूलाई लिनु होइन आउनु लिन अनि चक्लेट पनि 3टा बाइक छ चक्लेट पनि 3टा बाइक छ होइन यो चाहिँ दिएर पठाइदिइसक्यो कस्तो तातो रहेछ होइन एकछिन चाहिँ पहिला ब्यागमा हालौँ होइन हुन्छ होइन अनि टक्क यो सानो भयो क्या एकदमै त्यही भएर चाहिँ नर्मल्ली बसेको हामीलाई थाहा पनि थिएन यो ठाउँ कस्तो हुन्छ भनेर अनि रिभ्यू गरेको थिएन नि त हामीले यो ठाउँ जस्ट टिकटकमा देख्यो डाङडुङ आइदिइहाल्यो अब नेक्स्ट टाइम आए बेला चाहिँ नेक्स्ट टाइम अलि दामी हुन्छ नेक्स्ट टाइम आउने बेला 3-4 जना सायद हुनसक्छ अहिलेको लागि चाहिँ हामी छौँ अनि अब चाहिँ जानला हामी यहाँबाट अब हामी एकछिन बाहिर जान्छौँ अनि आजको लागि चाहिँ यति नै अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला म चाहिँ राइड विथ एनमा मेरो इन्स्टाग्राम पनि त्यही छ हेर्नु होला अनि कमेन्ट गर्नु होला है त बाई बाई